पन्जा भेट्यो नि त दोष पन्जा भेटेछ दोषको हामी जाने कहाँ यहाँ छैन त्यहाँ तलको यहाँ माथि आइसक्यो हाइट ओके गर्नु यसो गर्छ कि मलाई लाट गाह्रो हेरेछ आज होइन यार किन हो यत्रो गर्छ यार त्यो डाँडा देखाएको छ हो त्यहाँ पो मोटो हिँडेको पार्ट चाहिँ भएको नि थाकेर मन लाग्छ यार अनि एउटा कुरा के जस्तो जो पनि लङटाङ आउँछ नि होइन अब प्रायः जस्तो मान्छेहरूको चाहिँ कस्तो हुँदछ भन्दाखेरि लङटाङ आउँदाखेरि अब होटल सोटल बुक गरेर आउँछ होइन हामी चाहिँ बुक सुक गरेको थिएन अनि अब आउँदा बाटोमा बेलुका हुन्छ नि त बेलुका रात पछि अब होटल सोध्नै पऱ्यो प्रायः म्याक्सिममको प्याकेज सिस्टम हुन्छ कि 1500 को प्याकेज भन्थ्यो होइन त्यसमा चाहिँ अब हरन टावर छ कि छैन ब्रेकफास्ट सिङ्गल छ कि छैन त्यो चाहिँ बुझ्नुपर्ने रहेछ कि त्यस्तो भएको थियो हामी ल यार हिँड्न सक्यो भने थाकेको छ माथिपछि हेरौँ भन्दा म दोस्रो जति चाहिँ खाएन मैले एकलाई सिसी निहाल्छ यार हाँकुरी साल हेर्दा नजिक थियो त कति टाढो यो त अब यति यही उकालो त हो नि ला है यसको इनमा हेर्नु त्यहाँनिर त पुग्यो है त्यस्तो दामी कुन हो यतापट्टि यो अगाडि हाम्रो चाहिँ घमसिम्बु भन्छ है हजुर यो चाहिँ सिलगढी हजुर सिलगढी त्यो हिउँ भएको किन पास के रे यो चाहिँ गन्जला पास हो यो चाहिँ नयाँ गाउँ आजकल त्यहाँ पनि चढ्छ नि मान्छे ए हो र ए यहाँ पनि चढ्छ मान्छे चढ्छ हामी नेपाली जानु सक्दैन त्यहाँ त मान्छे चाहिन्छ नि माउन्टेन गेट चाहियो चढ्नुलाई यहाँ चढ्छ यहाँ नयाँ गाउँ भन्छ यहाँ पनि चढ्छ त के यो चाहिँ के हो भाइ यो चाहिँ लाङडङ हिमाल भनेको यही हो लाङडङ पिक ए भनेपछि त्यो टप साले नजिक देखाएको थियो त आउनु नि त यार यत्रो हिँड्छु कि त्यहाँ पुग्नुपर्ने खोइ त यार तर यहाँ नजिक देखाएको थियो सिट यो हो नि त भ्यू यसरी हेरे रिजरी झ्याए त्यहाँभित्र कता फाल्टो छ छोराछोरीमा गरे यो चाहिँ अलिक डेन्जर लाग्यो कुन चाहिँ नेचरल भएको नि त हामी के भन्छ चढिङ थाल्छ यहाँ चढ्नु त दिल भएको छ कस्तो लागिरहेको छ याद बाटो कस्तो भइरहेको छ नाक कस्तो भइरहेको छ सब दाइम हेरेको छ म चाहिँ त्यो डाँडो हेर्दाखेरि म चाहिँ कति पर छ हेर न ठाडो उकालो कसरी उठिँदैछ के यहाँ फर्किने हो मायागरी त्यहाँ गयो त्यही देख्नु होला चिप्लेटी खेल्नु पर्ला है घाँस कस्तो चिल्लो घाँस हो कि होइन म त चौरीसम्म गएर सुत्नु पर्ला है क्या त्यहाँबाट सुति सुनि त फेरि चिप्ले तलै आउँछ होला माइसम्म जाने म चाहिँ धेरै थकित भयो भने त म त चढ्दिनँ म चाहिँ तलैसम्म बस्छु घन्टा लाग्ला नि 1 घन्टा होला आइसले चाहिँ यो टपमा आइपुग्यो हामी आउनु चाहिँ यहाँबाट आएको यार रेड हुँदै लाग्नु पनि हामी आइस लेक त्यहाँ छ त्यो पानी चाहिँ सर्लक्क लगाएर हाइड्रो रहेछ सानो खालको मिनी हाइड्रो सिन चाहिँ बाबा जे
त्यहाँ पुग्नुपर्छ अझ नौका भइहाल्छ अनि अझै पुग्दैन हामी पनि यसो हिँडिसकेपछि त मनमा त निद्रा लाग्छ यार फेरि भयो त्यहाँ पुग्छ यार उहाँको क्यान्डी त्यही तल भयो होइन यहाँबाट लास्ट उकालो छ यार हिँड्न गाह्रो छ एकदमै रेसियो कहाँसम्म हिँडिन्छ अब माथिसम्म पुग्नु पर्ने केटाबाट पुगिसक्यो जस्तो त्यहाँ पुगिसक्यो हिमाल त यति नजिक छ यार सही हो मन परिरहेको छ ठिक छ ठाउँ यहाँ झऱ्यो भने सिधै तल हड्डी नि भेट्दैन होला जिन्दगी यस्तै छ क्यान्डी त्यो हो यो चाहिँ अनि त्यहाँ यो होइन हो के छ दोष तिम्रो हालको भएर आइपुग्यो म त एकछिन बिचमा नआउनु कि जस्तो लाग्थ्यो म ए हो ढुङ्गाटा लाग्यो होइन सासा हो Thank you. कि यहाँ आइसक्यो फेरि अलिअलि अलि गर्दै हिउँ पो रहेछ पर्खिनु आएको तपाईँ त्यहाँ अब कहाँ पुग्नुहुन्छ मलाई त्यस्तो भयो अन्त 3 घन्टाको बाटो भनेको नि त होइन अघि डिसहरू ताप्नु त यो बिचमा नै सक्दैन जस्तो लाग्थेन हाम्रो त बाबा होइन अब तिम्रो जब म त यहीँ बस्छु भनेर बेच्छ कि फेरि यहाँसम्म आइसक्यो मैले भोलि बेजत हुन्छ फेरि यहाँसम्म आएर गएन तर मलाई नि होइन रत्नले पनि चाहिँ त्यहीँनिरबाट त्यो तलबाट नचढ्नु छोडिदियो भने म पनि चढिदिन्थेँ नि अनि फेरि एक मनले सोचेँ कि अब यत्रो आएको छ होइन यहाँको मेन नै अब सबभन्दा हाई पोइन्ट नै यो भयो नि त अब एटलिस्ट आउनु त पऱ्यो नि मैले है यार फाइनली आइपुग्यो यार दुई चार सदा जाऊ नि त अब शब्द अब के छैन गएर भात खाने हो तल झरेर यहाँ तल गर्न खाऊ होला हिँड्नु रहेछ यो ओ माई गॉड त्यही भने यार दोस्रो कुनबाट लानु लागि यहीबाट लानु होइन यहाँ तल झन् नि ए एक मिस्टेक जानु हेर नि यहाँ हेर न लोड जस्तो लागिरहेको थियो अघि कस्तो डरलाग्दो कि ढिउ के अरे एउटा यस्तो छ बाटोमा आखिर ट्रेकिङमा त भनेर हुन्छ यार आउनु त यो ठाउँमा आइयो बिस्तारै हिँड्नु पर्यो यार यहाँ त झन् हिउँ पछि पढायो तनाउ हुन्थ्यो कस्तो हिउँ पनि न केही छैन हामी यताबाट जाने हो दोषमा के अरे त्यहाँ बसेर हर्छ भन्छ यार वान म्याच गेम फिनिस हो नि यहाँ त वान म्याच गेम फिनिस हो नि दोस्रो बाटो त हेर्ने कुन बाटो हेऱ्यो यार अब राम्रो छ अरे पो भन्छ यार त्यही हो नि
बाटो त वाइल्ड डेन्जर छैन त खुट्टा चाहिँ यस्तो होइन क्या दोस्त खुट्टा यस्तो यस्तो बनाउनु हो त्यस्तो बनायो भने चाहिँ झर्दैन नि त स्लिप भयो भने ल्याउँदै जुत्ताहरू त्यो भर हुँदैन ढुङ्गामा त नटेक्ने त्यति हो क्या मेन माटोमै टेक्छ लाग्यो ओह्रालो अब यहाँबाट चरी चप्पन हिँड्ने हो भने चरी चप्पन यहाँ छ अर्को त यहाँ छ यहाँ माथिबाट आएको एउटा हिँडेर उता झऱ्यो होइन सायद आज बसिन्छ कि खै हिँडिन्छ उतालाई खान्छन् खाऊ अनि फेरि थाहा हुन्छ है त त्यसो गऱ्यो बाटो पनि बाटो डल्लै भयो बाटो त ठिकै रहेछ है यो त तलबाट कस्तो गर्ने हो बाटो हिँड्नु बाटो के हिँड्ने केटा चाहिँ कहाँ गयो ए त माथि गएको छ त यतातिर गएको छ त यही बाटोमा आउँछ डाँफे देखेको अवस्था है जसमा डाँफे देखेछ डाँफे त हो नि यो होइन र अघि नै कुवाँ 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 गर्छ भाग्दै भाग्दैन मुजी होइन के रहेछ भनेको त डाँफे यार रत्ने कुखुरा हन्टिङ गर्ने हो हेर्न यार 5वटा छ यार पनि दिक्कै लाग्दो रहेछ यार है ओह्रालो क्या त्यही हो त म त हेप्पी भएको थिएँ अस्ति आउँदाखेरि त्यो त्यो कालो ओह्रालो दुइटै थियो नि त आउँदाखेरि झर्दाखेरि यही नै हुन्छ यस्तो हिसाबले हुनु बुझिरहन्छ भने त मरिहाल्छ सुन न हामी त्यहाँ पनि पुगेको छैन यार त्यही त त्यही त आएको त्यही त अझ त्यो डेन्जर छ यार पिकै बाटो चाहिँ डेन्जर रहेछ त स्टिकै भाँचेर कम त नभयो अब ओह्रालो सानो बेलामा ओह्रालो हिँड्न नि गाह्रो त गाह्रै हुन्थ्यो सानो हुने त मात्र हो कि कोही आउँदैछ भर्खरको कस्तो गाउँ डाँडामा मेला लागेछ त्यो दुईटा बियो सुन्न लागेछ त्यही त यो त वाइल्ड डिफिकल्ट बाटो हो किन भन्दा यो त सिधै मजी वाइल्ड उकालो छ मात्र हो क्या तिमीहरू मेन वहाँनिर माथि जानुपर्छ क्या 4700 त्यो चाहिँ गर्दा यतापट्टि त्यो चाहिँ यो एजैबाट जाउ 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 स्ट्रेट अगाडि पुग्छ अनि अलिकति यता आउनुपर्छ तर वाइल्ड उकालो हो यो त जस्तो यस्तो छ नि त्यस्तै हो उ त्यो बाटोहरू चाहिँ अलिकति मिलाएर ओरेर गरेछ उ त्यहाँ हेर न त्यो दुईटा ढुङ्गाको बिचबाट जान्छ क्या मान्छे त्यहाँबाट हिँडेर यहाँसम्म यो पिकसम्म पुगेर त्योभन्दा माथिल्लो पुगेर अहिले चाहिँ फेरि यो भएको थियो मेरो मेमोरी फुल भएको थियो सो राम्रोसँग खेल्नु पाएन कपी गर्दा गर्दै बिग्रियो अब फाइनल आइपुग्यो हामी चाहिँ त्यो डाँडा पुगेर हो क्या कुन डाँडा यो पिकभन्दा अझै माथि अब एकछिन फ्रेस भइन्छ होइन यसरी खानसान खाइन्छ फ्रेस गरिन्छ अनि लाग्नु पर्ला छ आज होइन
सो हामी बसेको होटल चाहिँ होटल मुनलाइट हेर्छ होइन हिजो ठिकै छ प्याकेजमै हामीलाई 1500मा ठिकै गऱ्यो होइन सुन्दर अब चौथो दिनमा चढ्यो आज फर्किन्छ होला होइन अनि आज इन्ट्रेस्ट गरेर अब फर्किन्छ होला 4 दिनमा चढ्यो जस हामी चाहिँ यस्तो दामी छ भने यहाँ चढ्दा भयो हामी माथि हिँड्यो जस कुराहरू बिचमा त किन सक्दैन के भयो भनेको मैले त म सक्दिनँ जस्तो लाग्थेन लेख्ला जस्तो त्यो स्वाँ हुने चाहिँ कि अनि साँझ जस्तो लाज गराउने तर छोड्दै मैले त अनि पछि होइन भनेर फेरि हिँडेँ मजाले लगाएर फेरि यहाँ ठ्याक्कै मुद्रामा बसिरहेको छ यो हिमाल हिँड्न अन्तिम टाइम गयो होला अब हो दोस्रो लो थाकेर बसिरहेको छ यो हेर्नु त होटल दोस्रो फाइनल बाई भनिदियो नि त अब हाम्रो यात्रा सकिएको अवस्था अब आज चाहिँ हामी होटलबाट फर्किँदै कस्तो दामी दिँदो रहेछ त्यो भित्र पाउँदा होटल कस्तो दामी देख्नु कि बाहिर एकैजना निस्किँदाखेरि ल गुड बाई अब हामी ब्याक टु अझ पुरानै ठाउँ काठमाडौँ अब कहाँसम्म पुगिन्छ ओह्रालो भए पनि के गर्नु सरी गरे यस्तो दामी ल लकडाउन मिस्यु अब है हामी लागि छ ब्याक टु अब काठमाडौँ होइन अब लगाइदियो पहिला यहाँ यस्तो हुन्छ सो लङटाङ ट्रेक रमाइलो भयो 4 डेजमा हामी माथि यो पिक चढेर आएको नि त होइन सोचेको भन्दा नै रमाइलो भयो भनौँ न हाम्रो साथीभाइहरूसँग बस्ने गफ हान्ने तर त्यो उकालो त्यो लास्ट गाडी भएको थियो आज हिँड्न सक्दैन जस्तो लागिरहेको थियो यहाँ लुगा धुएको थियो फेरि त्यहाँबाट लागिरहेको छन् है बाटोमा ब्याक टु अब ओल्ड एज ब्याक टु नर्मल डेज भनेर जस्तो थियो यहाँ पुगेर होइन यहाँ हामी त्यो माथि पुगेर गयो त्यो चाहिँ लास्ट गाडी लाग्छ कि फर्स्ट पिक सेकेन्ड पिक रहेछ फर्स्ट पिक पनि त्यस्तै गाडी सेकेन्ड पिक चढ्नु एकदम गाडी भएको थियो एकदम मनमा त छोडी जस्तो लागेको थियो कि होइन सक्नु जस्तो लागेको थियो छोडी जस्तो लाग्थ्यो फेरि होइन लास्ट हुने गाह्रो हुने ल लकडाउन बाई बाई भन्दैन अब होइन है दोस्त ट्रेक आउनु पर्छ लाइफमा ट्रेक रमाइलो भयो 4 डेजको ट्रेक अब हामी फर्किँदा 2 दिन लाग्ला हामी फ्राइडे स्याटरडे काठमाडौँ पुग्छौँ यस्तो छ लकडाउन ट्रेक बाई बाई नेक्स्ट टाइम आयो भने भेटौँला फेरि लकडाउनलाई सो ल लकडाउनमा बाई बाई गरिदियो होइन ओके थियो
यहाँ चिया खानालाई होइन हो एक्सप्रेस गरौँ यहाँ होइन चिया खाइदिउँ निस्किनुपर्छ अब टी ब्रेक कफी खानाको नयाँ ठाउँ कुन चाहिँ यही हो पहिलाको ए भाग्यमानी चाहिँ के हो भने त राति आएन कि राति आएको सबै होटल जति जम्मै तलमुनि थियो अनि त्यहाँ माथि त हामी त मान्छेहरू नि उति भयो होला नि हात अझ त्यतिखेर त सिजनको बेला हो अनि राति आएको त सुतिरहेको बेलामा कतिको उठ्छ सोचौँ त्यो हामी डाँडा चढेको बेला आयो भने कस्तो हुन्थ्यो होला त धेरै मान्छे बित्यो होला है उयो स्टुपामा लेखेको छ नाम जति सबै उयसमा मान्छेको देश सहित काकाको ए ल ल ब्रदर है ल है ब्रदर ल धन्यवाद तिमीहरूको होइन नि होइन शुभ यात्रा पानी ल ल ठिक परेको होइन त यो माथि चाहिँ के ताल थियो भने ताल एम्बुलेन्स आएर अनि सबैको मद्दत गरौँ भने त्यहाँतिरको सबै यतातिर सबै बेस क्याम्प जानु डाइरेक्ट हामी जान्थ्यो है लाङटाङ बेस क्याम्प यो माथि चाहिँ फेरि बाटो पहिला है बरु त्यो चाहिँ जानुपर्ने क्या यहाँबाट अब चाहिँ कस्तो भन्नु मलाई अब यस्तो ठाउँ पुग्यो अब चाहिँ बेस क्याम्प जस्तो मात्र क्या जस्ट स्नो नै टच हुन्छ नि त्यो स्नो र ल्यान्ड यस्तो आएछ अनि गाउँ सबै सफा यस्तो देखिको यही भिड रहेछ कि होइन माथि टक्क माथि एम्बुलेन्स झरेर त्यहाँको ताल चाहिँ सल्लकैमा आएर सबै लगाएर नि त त्यही भन्छ त्यो भाइले बस्नु छ यस्तै बाटो हिँड्नुपर्छ अब त्यो त्यहाँ बसेर घोडा बस्नु हुन्छ अझ अझ घोडा तपाईँलाई गएर बसिन्छ तर लास्ट हाउस 1 घन्टामा पुग्छ पुग्दैन भन्ने कुरा हो होइन अनि रात परेपछि चाहिँ अहिले चाहिँ भालुको एकदमै एग्रेसिभै छ राति यति नहिँड्नु भनेर छ होइन अब 3 जना छ लाइट छँदै छ क्यारे हिँडौँ कहाँसम्म पुगिन्छ खास त घोडतालसम्म पुग्ने हाम्रो प्लान हो आज त्यहाँ बसेर भोलि चाहिँ त्यहाँबाट हामी लागिन्छ ल गएको चाहिँ अन्त चाहिँ त्यहाँबाट घर देखायो त्यहाँसम्म क्या त्यहाँ जानुपर्छ traveling all by yourself? Yeah, it's maybe people at night time, give them a side. But you are traveling. Where are you originally from? Australia. How about you? Where are you from? I'm from Japan. Oh yeah, just a holiday. This is starting now. First time. Yeah. That's it. Yeah, good place. Good electricity. Even you get espresso and everything over there. Yeah, you just need to pay more money. Everything is there. Over there. That's it. Okay. I'll leave you to it. Thanks, guys. Take care. डस्टबिन कहाँ छ आमा डस्टबिन दर्शन कहाँ छ आमा? ए यहाँ चाहिँ भयो सफा गरिदिनु आएको अलिअलि फोहोर हामी त्यो भएको खै ल के कप चिया खाइने न त्यसपछि लाग्नुपर्छ दोष परिस्थिति म त काम गर्ने घरको भाइ कस्तो ए ल ठिक छ म होइन काम गर्ने भाइ होला नि ठानेर कि हस् एकछिन रुमबाट फोन गरेको थियो अनि सफाइ गर्नुहुन्छ भनेको थियो साथीले आफूले फोन गरेको थियो म आफै गएको थिएँ सोध्नु गएको थिएँ होइन ऊ कुचुली जानु म त काम गर्ने मान्छे होला म चुप्ला नगेँ अलि दोष परिस् काम गर्ने मान्छे नि भनेको त्यो सोध्नु आएको थियो नि हिटर भन्छ हिटर पनि यता सही छ नि अन्त रिभर साइड
रिभर साइडमा रिभर देख्नु भन्दा म सानो देखेन नि कहाँ फोन सुत्छ पनि यहाँ लाग्छ बस्यो हिजो रिभर साइडमा एक टाढो हिजो धेरै हिँड्यो नि लामो कुदा छ थाहै देख्नै होला सुल्तान खान्छ दोस्रो जब नआए पाएको छ नि फेरि पहिला आधी चाहिँ आएर आधी रिभर साइड ठाउँ राम्रो छ नि यस्तो राम्रो ठाउँ आइरहेको छ अझै घुर्दा हामी देख्छ कि च्याप्ट हुन्छ नि त्यो फिल्ममा आनन्द पर्छ ठाउँ हो चाहिँ रुम रहेछ होइन बस्नुको मैले खुवाउन आउने एउटा चाहिँ पसेर टक्क आगो थाप्दै खाने रहेछ गाई जब चिया खाइन्छ अब त्यसपछि आफ्नो अचार लागिन्छ तल कहाँ पुगिन्छ आज पनि हेरौँ हिजो धेरै हिँड्यो क्या हिजो टप हिलबाट डाइरेक्ट हामी चाहिँ यहाँ हिँड्यो लगभग बेलुका 7:30 बजी आइपुग्यो होला ओके त्यसको लागि 8-10 घन्टा हिँड्यो कि हिजो खुट्टा लास देखिरहेको छ